Hello everyone, welcome to my very first video on this channel. Today we are going to learn journal entries and we will focus specifically on expenses related entries. And the rule of these entries are expenses account debit to cash account. Whenever we record the transaction of journal entries specifically on expenses related, the entries will be expenses account debit to cash account. Let's do some examples so that it will be easy for us. र आज हामीले पहिलो सुरुवात भनेको म विशेष गरी सेलेरी पेडबाट गर्न चाहन्छु। सेलेरी पेड होइन रुपिस 10,000 10,000को एउटा मान्छेलाई सेलेरी तिरियो। सेलेरी तिर्दाखेरि एउटा बिजनेसबाट पैसा जान्छ। बिजनेसबाट पैसा जानु भनेको गोजीबाट पैसा जानु भनेर सम्झिँदा भयो। जुन हामीले के मान्ने त्यसलाई एक्सपेन्सेस मान्ने हो। अहिले एक्सपेन्सेस के भएको छ, सेलेरी भएको छ। सेलेरीको कारणले पैसा गएको छ। त्यसैले सेलेरी अकाउन्ट डेबिट, सेलेरी अकाउन्ट डेबिट। सेलेरीतिर के जान्छ, क्यास जान्छ। त्यसैले टु क्यास अकाउन्ट। अब नरेसन लेख्ने बिङ SALARY सेलेरी पेड। ल यस्तै गरी एक दुईवटा अझै इक्जाम्पल्स लिउँ जसले गर्दा हामीलाई क्लियर हुन्छ। अर्को बिजनेसमा एक्सपेन्सेस, बिजनेसको एक्सपेन्सेस अर्को भनेको रेन्ट पेड। बिजनेसले के गर्छ, रेन्ट तिर्छ, रेन्ट पेड हो। अफ रुपिज 100 10,000को के गरेर रेन्ट तिर्यो बिजनेसले। यो पनि एउटा के हो, खर्च हो। भनेपछि हाम्रो एक्सपेन्सेस के रहेछ, रेन्ट रहेछ। भनेपछि मैले एक्सपेन्सेसको ठाउँमा के लेख्छु, रेन्ट लेख्छु। रेन्ट अकाउन्ट डेबिट, रेन्ट अकाउन्ट डेबिट टु के अकाउन्ट हुन्छ, रेन्ट तिर्दा के जान्छ, क्यास अकाउन्ट। त्यही भएर क्यास अकाउन्ट। रिजन लेख्ने बिङ रेन्ट पेड। हाम्रो नरेसन पनि भयो। अब यसै गरी अर्को अझै एउटा इक्जाम्पल दिउँ। एउटा बिजनेसमा के हुन्छ, अर्को इक्जाम्पल्स के हुन्छ, जस्तो बिजनेसको इलेक्ट्रिसिटी। बिजनेसमा के गर्दा इलेक्ट्रिसिटी बिल आइदियो। अब यो त एकाउन्टेन्टले रेकर्ड गर्नु पर्यो। यो पनि एउटा खर्च हो। भनेपछि एक्सपेन्सेसको ठाउँमा म के लेख्छु, इलेक्ट्रिसिटी लेख्छु, किनभने यो एउटा हाम्रो खर्च हो। त्यसैले लेखेँ इलेक्ट्रिसिटी अकाउन्ट डेबिट। अभियसली इलेक्ट्रिसिटीको पैसा तिर्दा के जान्छ, क्यास जान्छ, टु क्यास अकाउन्ट भनेर लेख्नु। अब नरेसन लेखिदिने इलेक्ट्रिसिटी बिल पेड भनेर लेख्ने है। इलेक्ट्रिसिटी बिल पेड लेख्नु पर्ने रहेछ, भुलेछु है। अब फोमा लेखौँ। अझै एउटा लास्ट एउटा इक्जाम्पल दिन्छु, जस्तो वेजेस पेड। वेजेस एउटा फ्याक्ट्रीमा ज्याला रुपियाँ हामी पैसा तिर्छौँ होइन। दिन बिराएर वा हप्ता हप्तामा पैसा दिन्छौँ, जसलाई भनिन्छ वेजेस। यो पनि एउटा खर्च हो। भनेपछि मैले एक्सपेन्सेसको, मैले यो मेन भनेको मैले एक्सपेन्सेसको ठाउँमा के लेख्छु, यो एक्सपेन्सेसको ठाउँमा वेजेस लेख्छु। एक्सपेन्सेसको ठाउँमा म के लेख्छु अरे, यो वेजेस लेख्छु। अब बुझ्ने, वेजेस अकाउन्ट डेबिट। वेजेस किन अकाउन्ट डेबिट भएको, किनभने वेजेस भनेको खर्च भयो। त्यसैले वेजेस अकाउन्ट डेबिट टु वेजेस तिर्दा के जान्छ, क्यास जान्छ, टु क्यास अकाउन्ट होइन। मेरो आशा छ यो मेरो पहिलो भिडियो हो र मैले यहाँ केही गडबड गरेँ भने मलाई माफ गरिदिनु होला होइन। आशा छ